गाइस हामी हैन आज रानी पोखरी घुम्न गइरहेछौँ साथीहरुसँग एकजना होस्टेलका केटाहरु हैन किनभने वर्षमा एकचोटी मात्र खुल्छ के त्यो रानी पोखरी त्यसको विशेषता त्यही रहेछ सो हुन्छ नि त आफ्नो आफ्नो विशेषता त्यही हामी घुम्न गइरहेछौँ अनि आज चाहिँ हिँडिरहेछौँ हैन सबैजना सो वेलकम टु माई न्यू ब्लग हैन आज चाहिँ हामी कहाँ घुम्न गइरहेछौँ त्यो मलाई थाहा छैन एउटा मात्र थाहा छ रानी पोखरी हैन त्यही अब सबैजना साथीहरुसँग घुम्न गइरहेछौँ केटाहरु रहेछन् दुई तीन जना केटाहरु रहेछौँ यता हैन यो अब रानी पोखरी अब वर्षमा एकचोटी मात्र पुग्छ भाइटिकाको दिन मात्र त्यही भएर हामी चाहिँ घुम्न गइरहेछौँ आज भिडियोमा लागिपर्नु होला हैन भिडियो राम्रो लाग्यो भने लाइक कमेन्ट सब्स्क्राइब पनि गरिदिनु होला आफ्नो साथीहरुसँग शेयर पनि गरिदिनु होला हैन बस नै गुडिरहेन कि गाडी मात्र गुडिरह त्यही हो लिएर जिप मात्र गुडिरह भाइटिकाको दिन यस्तो हुने रहेछ भनेको भनेको होइन स्वाइङ रहेछ यहाँ न बस न के न गाडी न के बस मोटरसाइकल गाडी मात्र चलिरहेको बस आइसकेको छैन यता बसमा गइरहेको छौँ यसो होइन कुन ठाउँमा मलाई थाहा भएन फुटबल ग्राउन्ड त राम्रो रहेछ हेरेन खेला पाइ हुँदैन ल सबै केटाहरू उल्टिसके जानु त फुटबल खेल्न हामी कहाँ जाने र यहाँबाट अब हामी कहाँ जाने यहाँबाट रत्न पार्क अनि ल किन हान्यो नि कहिले रत्न पार्क गइरहेछौँ गाह्रो छ यार हामीलाई पनि अब गाह्रो छैन अब उहाँहरूलाई पनि गाह्रो छ अब के गर्नु अब केटाहरूलाई चाहिँ नसिबले पनि साथ दिँदैन उहाँहरूले पनि साथ दिन्न के गर्ने अब आमा हो नारायण शाह होइन पृथ्वीनारायण शाह होइन पृथ्वीनारायण शाह होइन त्यो भीम शाह थियो भीम शाहको मन्दिर रहेछ यता स्तम्भ रहेछ होइन अनि भिडियो बनाइरहेको नि र केटाहरू हामी कहाँ पुगेको यो कहाँबाट जौला खेल र यता चाहिँ चिडियाखाना जाने बाटो रहेछ अब कहाँ हो मलाई नि थाहा छैन आज भर्खर आएको छु म होइन यति बाटो हो र त्यो गाडी हो आमा हो किन हामी बर्दियामा हेर्ने हो नि त ह्याप्पी बर्थडे ल थ्याङ्क यू अगाडि पछाडि सबै केटाहरू आफ्नो होस्टेलको रहेछ
यो के रहेछ यार के हो यो जराखेल यो स्कुल हो कहाँ हुनु स्कुल स्कुल यहाँभित्र योबाट पानी आउँछ होला जराखेल पुगिरहेछौँ माटो के हो यहाँ ओ रोक रोक पागल आदमी कुकुर जस्तै डुलाएर कुकुर तिहारको दिन हिँड्नुपर्छ नि यसरी हो कि नै अनि यस सबै केटाहरूलाई कुकुर तिहार होइन खुद आफू कुकुर जस्तै छ होइन यो मान्छे कुकुर र यसलाई त छुट्याउनै गाह्रो यार बन्द गर हामीले बसमा बसिसकेछौँ फेरि होइन लकेटहरू पारा देखाइदेऊ त आफ्नो हामी चाहिँ रानी पोखरी पुगिसकेछौँ उता अगाडि रानी पोखरी रहेछ त्यही गइरहेछौँ रानी पोखरी घुमेर उता जाने हो साथीहरू बसेर उता चाहिँ रानी पोखरी हो त्यो अगाडि कत्लावाला मात्र रहेछन् डायमन्ड फिस हामी चाहिँ पुगिसक्यौँ मन्दिर रहेछ अगाडितिर होइन घुमिरहेछौँ सबै अब घुम्ने हो केटाहरू टिकटक भिडियो बनाएर आएन फोटो खिचाएर आएन यतातिर होइन नेपालको झुला पनि राम्रो रहेछ राम्रो रमाइलो स्कुल नै रहेछ रानी पोखरी नाम राख्नुको कारण चाहिँ मलाई थाहा छैन तर राम्रो रहेछ रानी पोखरी कत्ले पिसहरू रहेछन् यतातिर कत्ले पिस मात्र रहेछन् यता पिसहरू मात्र रहेछन् घुमेर अब घुम्यो रानी पोखरी 1 घन्टा घुमेर आउने हो डब्बा रहेछ सिधो छ हुन्छ नि त नेपालमा पछि त यस्तो हुन्छ नि त नेपाल भनेको त यस्तो ठाउँ हो नि त फेरि रमाइलो रमाइलो ठाउँ मात्र रहेछ होइन प्रकृतिले भरिपूर्ण होइन मन्दिरले भरिपूर्ण टेम्पल इज हियर होइन
सबै टेम्पल र प्रकृतिको मात्र रहेछ होइन चारैतर्फ प्रकृतिले भरिपूर्ण होइन अनि पेसा त हुनु पर्यो त नि गाइड गर्ने होइन सबैजनालाई आम्मामा त्यो कोही गरी आएको यार सास लिएर आएको अक्सिजनको कमी भएर यार ए सास लिन जाऊ आम्मामा यार कोही पनि देखिरहेन त्यहाँ छन् त टोलाङ्गेहरू झगडा भइसकेको छ होइन हामीले यता रानी पोखरी घुम्दै थियौँ सो झगडा भइहालेछ रिरिनाट बुवाहरूको झगडा भएको छ त्यसरी अब के गर्ने अब सानो मान्छे बोलेपछि के हुन्छ होइन ठुलो मान्छेको झगडामा के गर्ने हिँड न केटाहरू के हेरिरहेको तिमीहरू हिँड न यार अनि यहाँ हाम्रो साथी होइन एकदम पारामा छन् अहिले गाइस हामी होइन पाटन दरबारमा पुग्यौँ अहिले चाहिँ अनि त्यहाँ के भन्छन् रानी पोखरीबाट थरारा त यहाँ निरोड यहाँ पाटन दरबार पुगिसक्यौँ हामी सबै साथीहरू मिलिरहेछन् ओलीको साथमा घुमिरहेछौँ होइन हामी चाहिँ केपीको नाति होइन केपी ओली मेरो हैसियत अनि हामी त अब ठुलो मान्छे भइसक्यौँ अब सिंहदरबारमा मात्र छिर्न बाँकी छैन यसरी नहेर नजर लाग्ला नि फेरि मलाई ल यस्तै गर्छु यार तिमी यार आइसकेको छ होइन सबै साथीहरू घुमफिर गरिरहेछौँ जम्मा भएको छौँ फाइनली हामी रुम पुगिसक्यौँ होइन अब 10 मिटरको टाढा छैन यता नजिकै छ अब पुगिसक्यौँ हामी चाहिँ आफ्नो रुमतिर होस्टेलमा सबैजनालाई ह्याप्पी भाइटिका होइन कसैको निन्दा खाली नहोस् आज होइन सबैलाई ह्याप्पी भाइटिका ओके हामी चाहिँ अब नेक्स्ट भिडियोमा मिल्नेछौँ ओके आजको लागि यति नै बाई बाई